हेलो एन्ड नमस्ते साथीहरू। सो आज चाहिँ मैले फेरि नयाँ रेसिपी लिएर आइसकेको छु। चिकन फ्राई गरेर चिकनलाई ग्रेभी बनाउने। सो यसको लागि के गर्नुपर्छ सुरुदेखिबाट अन्तिमसम्म हेर्नु होला। सो यो बनाउनको लागि त्यति धेरै गाह्रो छैन, इजी नै छ। सो तपाईँहरूले नर्मली घरमा बनाउन सक्नुहुन्छ। सो चिकन बनाउनको लागि चाहिँ मैले ब्रोइलर कुखुराको मासु 1 केजी जस्तो लिएर आएको छु। यसमा चाहिँ मेरिनेट गरेर राख्नुपर्ने हुन्छ। सो नुन खोर्सानी मरमसलाहरू हालेर मेरिनेटको लागि तयार गरेर यसलाई मिक्स गरेर 10-15 मिनटको लागि, अब तपाईँहरूसँग टाइम छैन भने यत्तिकै पनि फ्राई गर्न सक्नुहुन्छ। सो नर्मलभन्दा अलिकति धेरै तेल हालेर यसलाई चाहिँ फ्राई गर्नु होला। सो फ्राई गर्नको लागि रेडी भइसकेपछि 100% पुरा पाक्ने गरी फ्राई गर्नु पर्दैन। यसलाई 80% 75%सम्म फ्राई गर्दाखेरि पनि ओके हुन्छ। फ्राई गरिसकेपछि यसलाई निकालेर जेमा पनि राख्न सक्नुहुन्छ। प्लेटमा राख्दा पनि भयो, बोलमा राख्दा पनि भयो। अनि यो भइसकेपछि एउटा एउटा या दुईटा जस्तो ठुलो ठुलो प्याज काटेर हाल्नुहोस्। तेल तताइसकेपछि खुर्सानी पनि हाल्नुहोस्। सो त्यसैमा टमाटर पनि हाल्नुहोस्। हालिसकेपछि यसलाई चाहिँ मजाले पाक्ने गरीसम्म पकाउनुहोस्। अनि त्यसपछि यसैमा मरमसलाहरू धेरै हाल्नु पर्दैन, थोरै मात्रा मात्रै हाल्नु होला। किनभनेदेखि हामीले मेरिनेट गर्दाखेरि मासुमा अलरेडी नै मरमसलाहरू हालिसकेको भएर अहिले चाहिँ धेरै मसलाहरू हालिराख्नु पर्दैन। कोलभेडा प्याजहरू पाकिसकेपछि अघि हामीले फ्राई गरेर निकालेको चिकनलाई त्यही कोलभेडा प्याजहरूकोमा हाल्नुहोस् र यसलाई मजाले चलाउनुहोस्। चलाएर यसलाई अब धेरै बेर पकाइराख्नु परेन। अब तपाईँहरूसँग टाइम छ भने अलि धेरै बेर बनाउनु होला, इट्स ओके, त्यसको लागि केही टेन्सन हुँदैन। तर ठिक हल्का मजाले चलाउनुहोस्। त्यसपछि अदुवा लसुनको गार्लिक चाहिँ अहिले पछि हाल्नुहोस्। सो यो भइसकेपछि लगभग लगभग अब खानुको लागि रेडी जस्तै भइसकेको हुन्छ। तपाईँहरूको इच्छा अनुसारले कति टाइमसम्म अझै बनाउनु मन लाग्छ बनाउनु होला, नत्र भनेदेखि यो चाहिँ रेडी भइसक्यो। यसमा तपाईँहरूले अलिक धेरै पानी हालेर धेरै नै ग्रेभी पनि बनाउन सक्नुहुन्छ। अलिक थोरै पानी हालेर दाल बनाएर खान पनि सक्नुहुन्छ। सो कस्तो लाग्यो भिडियो, लाइक कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर द वाचिङ।